होला बन्दिया सबैमा यति बेला 7 बजेको छ बिहानको। यति बेला म लिस्बनको एयरपोर्टमा छु। लिस्बन एयरपोर्ट धेरै नेपालीहरूको जीवन मोडिएको ठाउँ हो। यही एयरपोर्ट हुँदै हजारौं नेपालीहरू पोर्चुगल भित्रिएको छन्। कसैले हवाई जहाजबाट, कसैले डङ्की रुट हुँदै, कसैले दिनरात हिँडेर। त्यो यात्रा सजिलो थिएन। भोक, डर, अनिश्चितता र परिवारबाट टाढा हुने पीडा बोकेर यहाँसम्म आइपुग्नु आफैमा ठुलो साहस थियो। धेरै नेपालीहरू यहाँ आउँदा हातमा केही थिएन, न कामको ग्यारेन्टी थियो, न भोलिको निश्चयता थियो। के गर्ने, के होला भन्ने एउटा अधुरो यात्रा मात्र थियो। तर आँखाभरि सपना थिए। सुरुका दिनहरू सङ्घर्षमै बिते। भाषा नबुझ्ने, काम नपाइने, कागज नबन्ने। तर समयसँगै बिस्तारै जीवनले आकार लिन थाल्यो। काम पाइयो, बसाइ मिल्यो अनि आत्मविश्वास बढ्दै गयो। आज यही लिस्बन एयरपोर्टमा उभिँदा धेरै नेपालीहरूको अनुहारमा सङ्घर्ष जितेको सन्तोष देखिन्छ। अब छिटै यही एयरपोर्ट हुँदै उनीहरू नेपाल फर्कनेछन् आफ्नो आमा बुबा, छोराछोरी र परिवार भेट्न। त्यो क्षण वर्षौंको पीडा र प्रतीक्षा एकैचोटि खुसीमा बदलिन्छ। लिस्बन एयरपोर्ट नेपालीहरूका लागि केवल आगमनको ढोका होइन, सङ्घर्ष, धैर्य र आशाको साक्षी बनेको छ। नमस्ते, होला न्युज हेर्दै गर्नुहोला।